उहाँसँग कोअर्डिनेसन गर्नु अनि उहाँहरूलाई के चाहिने हो कति सामान के चाहिने हो त्यो हामी हायरमा ल्याउने हो त्यो उताको नेर ल्याउनु हुँदैन है त्यो हजुरले गर्नु त्यो भएपछि भएन होइन केही छैन ठुलो अब यो तर हजुरलाई भोलि म चाहिँ जे सही हो त्यही नै बोल्ने गर्दछु होइन तर मलाई चित्त नबुझेको कुरा म फ्याट्टै बोल्ने हो होइन यतिको कुरा सबै सामु पुग्नुपर्छ यिनीहरू संसारमा यो नेपालभरि यत्रो विदेशदेखि लिएर नेपालमा यो करहरू दुनियाँ यो सबै यो बाइकको गाडीको हरेक कम्पनीको खाद्यान्नको दुनियाँ ट्याक्स यिनीहरू लिने अनि ट्याक्सको यो संसदमा त यसरी नयाँ कुर्सीहरू देखेर नयाँ सबै सुविधा ल्याउने होइन अनि त्यहाँ चलखेल खेलेर यिनीहरू चाहिँ झगडा गर्ने बार्गेनिङ गर्ने उसले उसलाई भन्ने भनाभन गर्ने अनि यसरी यिनीहरूको चौपट कामहरू हामी हेर्नुपर्ने 5 वर्षसम्म हो अनि हामी गरिबहरू चाहिँ 5 वर्षसम्म केही चाहिँ बेरोजगार भएर फेरि विदेश जानुपर्ने यिनीहरूलाई ट्याक्स दिनुपर्ने होइन अनि ट्राफिक सिस्टम यस्तो जेरो माइनस छ सिस्टम रोडको यो टालेको जताततै टालेको छ यसको अन्त्य गर्नेतिर छैन यस्तो चोर सरकारहरूप्रति त मेरो एकदम रिस डाहा अझै पनि छ होइन जबसम्म यिनीहरूले कोसिस गर्दैन यो सिस्टम हटाउन तबसम्म म बोलिरहन्छु सिद्ध